Hello everyone, welcome back to my channel. I hope you all are doing well. म पनि ठिकै छु हैन। अनि आज चाहिँ हामी कहाँ जान्छौँ भन्ने कुरा त अहिले तय छैन। जस्ट मन्दिर जान लागेको ढोरबार है। अनि अहिले चाहिँ यो स्टार्ट गर्दाखेरि चाहिँ चितवनदेखि तनहुँमा फुत्ता स्टार्ट गरिरहेको छ। किनभने पुलभन्दा उतापट्टि भनेको चाहिँ चितवन भयो। अनि यो साइड चाहिँ हामी तनहुँको साइडमा बसेर भ्लग स्टार्ट गर्दैछौँ। अगाडि जाम आउँदै हतार भयो अनि स्टार्ट गर्नुलाई, त्यही भएर गरिनँ। अब अगाडि बढ्दै जाम, कस्तो कस्तो हुन्छ त्यति हुन्छ। स्टे ट्युन। ढोरबार मन्दिर जाने बाटोमा चाहिँ आइसक्यौँ। अनि कति 9 साढे 9 भइसक्यो र ठिकै टाइम हो। हेरेको चाहिँ 7:30 8 बजे उहाँ पुग्दैन आइपुग्यो अरे। यो त अरू बेला त मर्निङ बस्किरहेछ है। यहाँ त उताबाटदेखि बस्तीहरू यता पनि रमाइलो लाग्छ। ढोरबार मन्दिर आज बुढाबुढी ए हो र त्यस्तै होइन क्या। बुढाबुढी ढोरबार मन्दिर कस्तो लिन पनि गाह्रो भयो कि भर्खर त्यो स्ट्यान्ड नगरेको ए मन्दिरमा पूजा गर्ने आजकल लिने पूजाले जाने जहाँ गयो नि यस्तै हो मन्दिर त। ढोरबार मन्दिर नयाँ आज अहिलेसम्म आएको थिएन। शनिबार दिन समयले पनि जुराएर होला सायद होइन। ए कति दिन होइन, कति दिन जाउँ भनिरहेको थियो नि त, मिलिरहेको थिएन नि त समय। त्यो भएको भएर अब आज चाहिँ शनिबारको पनि दिन रमाइलो पनि छ, चिसो मौसम लागेको छ। लडे के भन्छ नि, कहाँ पुग्ने त्यही तल त पुग्ने नि। मेरो चाहिँ भएको छैन, लिएको भएको छैन। यहाँ लडेर डाँडा गाडीमा हजुर पालो आज के लड्ने हिँड्छ है। कस्तो के भएको र हजुर पानी पर्दैन। ठ्याक्कै अलिकति माथिपट्टि आयो। अहिले बजारतिर आयो। टुर बाटो पाइ क्या हो सेमरी माटो पाले खाले सेमरी माटो पाले खाले क्या ठ्याक्कै सजिलो ट्रेन पुग्छ क्या है। अहिले चाहिँ हामी होइन मन्दिर परिसरमा आइसक्यौँ। भनेको चाहिँ इन्ट्री गेट रहेछ। एक्जिट कस्तो आनन्द लाग्दो हो हेर्दै। आमामा कडै रहेछ, जाम हो लाइनमा पहिला। कस्तो लागिरहेछ? कस्तो लागिरहेछ?
मन्दिर चाहिँ त्यहाँ रहेछ होइन त्यही हुनु लाइन चाहिँ अब हाम्रो यहीँ पऱ्यो होइन अब यहाँदेखि भर्खर एन्ट्री गेटदेखि यहाँ हो क्या फेरि लाइन परेको कहिले अब हाम्रो चाहिँ दर्शन भइसक्यो होइन यस्तो भिडभाड त्यहाँ त केही खिच्नु नपाउने थियो र त्यो चलाएर हेर्छ म त किन फेरि त्यो त टाइम छैन कस्तो चलाएर त्यो कराएको नि हो त्यो अब चाहिँ हामी फर्किने एक्जिटको रोडदेखि त्यो रोड र बाटोदेखि एक्जिट चाहिँ त्यतिर गो अहेड आपने तो हमको ठिकाना नहीं लगाया भाई साहब यस्तो पानी परेर यहाँ पुरै बाढी नै आएर चाहिँ यतातिर होइन अनि यहाँ चाहिँ चिप्लेको जस्तो सबै चिप्लिनु राख भाइ हेरिराख्नु हेर्नु त बल्ल हाल्छ तपाईँ घाम लागेर राम राम राममा चिप्लेर अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ भन्नुहोस् त डुम्रेमा डुम्रे बजार अलिक पुगेको छैन है एउटा के भन्छ पेट्रोल पम्प छ अनि त्यसको साइडमा क्याफेहरू पनि छ तर यत्रो बसेको यहाँ 5 मिनट भइसक्यो आउँदैन त दाजुभाइहरू के हो अर्डर लिनुपर्ने के खाने निश्चित गर्नु पर्ने कोल्ड कफी एउटा अनि अरू जे छ सी भन्ने नि हामी जहिले जहिले आउँदाखेरि चाहिँ यहाँनिर अब कतै पोखरा जानु पर्यो अथवा कतैबाट यो बाटो क्रस भयो भने चाहिँ त्यहाँ जान्छौँ कि किन भन्दाखेरि चाहिँ यस्तो यहाँनिर चाहिँ यहाँ बस्छौँ खासमा के बोल्दैछु अनि यहाँनिर चाहिँ के छ भन्दाखेरि मिठो त के भन्नु निन्द्रा लगाएर आउँछ कफी खान्छ अहिले पनि अब त्यसैको लागि रुकेको भात नि खाएन केही नि खाएन पानी नि खाएन हामी त्यस्तो घरमा गरेर उहाँ मन्दिरमा अनि अब खानुपर्ने हुन्छ हिँडेको मान्छे कहाँ आयौँ त हामी कहाँ ऐना पार घुम्ने भनेको मान्छे पनि घाम देखेर अल्छी लाएर ओर्लिनै मन नलाएर यहाँ कहाँ आइपुग्यौँ हामी भन्नु त मुगलिनमा यो के अरे कफी ब्रेकमा आएर यहाँ फेरि कफी पिउन लागेको अघि पनि कोल्ड कफी त पिउनु त पियो झन् निन्द्रा लाग्यो बट आई एम नट ड्रिङ्किङ कोल्ड कफी आई एम ड्रिङ्किङ ब्लूबेरी स्मुदी हियर इज माई म्यान के हो हजुर त्यो त म्याचिङ छ त यस्तो हो क्या फेरि बोको बन्देर बोकेर हिँड्ने कतै हिँडेको थियो के भयो अनि च्याउ लाएर अल्छी लाएर फर्केर आएको दिस इज द पर्सन जोसँग आएको थियो यो मान्छे चाहिँ काम छैन यो चाहिँ खास यो के हो भन्दा यो मुगलिनमा यो उता पुल तनहु साइडमै छ नि हामी अहिले त है फुलबारी चितवन यता अनि यस्तो हो क्या यहाँको यो लोकेसन झ्याउला खिच्न
यो ठाउँमा हामीले प्रसिद्ध सिमाना त्यही त मुगलिनको पुरानो पुल उता नयाँ पुल यता छ के अरे Here come our food. La cheers रे भाइ नौ त्यो पर्पल अलि मिलेन छ हजुरको टी सर्टको कलरसँग मैले चाहिँ मिलाएको है क्यान यु सो मी म देखाउन सक्नुहुन्छ देखाउन सक्नुहुन्छ यतातिर दिएर क्या ओहो मलाई त यहाँ पुरै कलर मिलाएर दिएछ नि न यहाँ यो पनि मान्छे मात्रै मिलाइन्छ कलर मान्छे कलर पनि मिलाइदिनु पर्ने ठिक छ कस्तो छ यो ब्लुबेरी नपर्नेलाई मन नपर्नेलाई चाहिँ फेरि औषधि जस्तो लाग्छ है यो चाहिँ के हो त को चिया लभरहरू हो यहाँ चिया बगिरहेछ कत्रो चिया दुक्षी पानी पर्दा नि कुदिरहेको जत्तिकै केटी हराएको छ जना र के हो त्यस्तो फिल्म पनि मतलब जे होइन सूचनै भनिहाल्छ ओ फेरि ट्याग गर हो गीत पनि रोक्या रोक्दै गर सावधान अरे हौ अब यहाँबाट भयो सुरुवात वान वेदेखि लाइन लाग्यो खुलो पालो आयो यस्तो भएको ओहो हो मान्छे राम्रो हो कि किसिमै देखियो किसिमै देखियो नि तकै यस्तरी बसिया थका लगाएर बाइकमा हिँड्दाखेरि के भन्ने कस्तो के भयो नि झन् थकै लाग्छ नि थका लाग्यो भने के गर्नु त नि यस्तै हो बाइकमा हिँड्छ थका लगाइहाल्छ धेरै समय चाहिँ बाइकमा हिँडेको पुरा थका लाग्यो भन्छ अब थका लागेर सुती खायो नसकिँदो रहेछ के गर्ने धेरै समयपछि बाइकमा हिँड्दाखेरि
रानी रानी घरमा खास अघि नै 6 बजे आइपुग्यौँ अनि त्यसपछि भनेको चाहिँ हामी आराम गरेँ के गरेँ फ्रेस भएर थियो एकछिन आराम गरेर अनि फेरि खानासाना पकाएर भर्खर सकेँ मैले 9:30 बल्ल खाना पकाएर सकेँ होइन त्यही हो अब आजको दिन चाहिँ लास्ट डे भयो यताउता ट्राभल गरेर होइन त्यसपछि यस्तो मतलब राइडमा बाइक राइड गर्दाखेरि चाहिँ अब त्यो मलाई खुट्टा दुखेर कताकै गएको छु म त्यो बेसी घामहरू फेरि कहिले पानी परेको छ कहिले घाम परेको छ र यस्तो टायर्ड छु म सो आजको लागि चाहिँ यति नै हो नेक्स्ट भ्लगमा